अर्को गर्न सकिने व्यवसाय भनेको मासुको व्यवसाय गर्नको लागि चाहिँ त्यति धेरै पैसा नलाग्ने है सुरुमा। तपाईले अलिक स्ट्यान्डर्ड बनाउन चाहनुभयो भने सुरुदेखि नै एउटा स्ट्यान्डर्ड बनाउन चाहनुभयो भने चाहिँ फ्रिजर, डिप फ्रिजर, चिल्लर र अचानो र जोख्ने भाँडो भएपछि तपाईले व्यवसाय सुरु गर्न सक्नुहुन्छ। यसको लागि मेहनत चाहिँ असाध्यै चाहिन्छ है साथीहरू। यसको लागि गरिने कामहरू भनेको चाहिँ सफा सुग्घर र यसमा गरिने कामहरू हुनसक्छ। तसर्थ हेरेर सक्नुहुन्छ मासुको यो र धेरै व्यक्तिहरूले यही मासु कोही कारोबार गरेर पनि आफ्नो जीविका पार्जन गरेका छन् र यो एउटा ठुलो व्यवसाय बनेको छ। तर यो व्यवसाय गर्नको लागि असाध्यै ठुलो भनेको चाहिँ मेहनत, परिश्रम र तपाईको बुद्धिमानिता चाहिँ चाहिन्छ। यसमा धेरै चिजहरू गर्न सकिन्छ जसले गर्दा तपाईले आफ्नो ग्राहक बनाउन सक्नुपर्छ है। ग्राहक जब बन्छ नि तब चाहिँ यस्तो यो व्यवसायले आफ्नो भिन्दै नाम, आफ्नो भिन्दै पहिचान, एउटा भिन्दै सोच र एउटा भिन्दै उचाइमा पुर्याउन सक्छ। व्यवसाय सुरु गर्नको लागि चाहिने सुरुवाती भनेको हिम्मत र आँट हो। जब हिम्मत र आँट तपाईसँग छ भने पुँजी आफै आफ बन्दै जान्छ। सुरुको पुँजी लगानी गर्नको लागि तपाईसँग न्यूनतम पुँजी 2.5 लाखदेखि 3 लाखमा चाहिँ यो व्यवसाय सुरु गर्न सक्नुहुन्छ। तपाईसँग छ योभन्दा सानो रकमबाट पनि सुरु गर्न सक्नुहुन्छ है। न्यूनतम 50,000देखि 3 लाखसम्ममा सुरु गर्न सक्ने एउटा व्यवसाय हो मासुको पसल है। मासुको पसल सुरु गर्न सक्नुहुन्छ। कुखुराको लागि तपाईले आफै पनि तयारी कुखुरा आफै बनाए पनि हुन्छ होइन, नभए होलसेलबाट वा एउटा चाहिँ होलसेलबाट चाहिँ तपाईले ल्याएर आफू बेचेर पनि गर्न सक्नुहुन्छ। यसमा मार्जिनको कुरा गर्नुहुन्छ भने तपाईले 10देखि 15% को आधारमा मार्जिन बस्छ भने तपाईको कारोबारको क्षमता अनुसार तपाईले व्यवसायलाई ठुलो बनाउन सक्नुहुन्छ। तपाईको मेन भनेको ग्राहक कतिको बनाउन सक्नुहुन्छ त्यसको आधारमा बन्न सक्छ है साथीहरू। यो हो मासु पसलको परिकल्पना। तपाई व्यवसाय गर्न सोचिरहनु भएको छ र सानो पुँजीमै तपाई केही गर्छु भनेर सोचिरहनु भएको छ भने चाहिँ अर्को व्यवसाय बन्न सक्छ मासु पसल। अब गर्ने होइन त पसल, अबको यही पसलहरू बिचमा एउटा सानो भिडियो है त। यो व्यवसाय गर्नको लागि गरिने धेरै कामहरूमा चाहिँ मेहनत, परिश्रम गर्नुपर्ने हुन्छ। मेहनत गर्ने क्रममा चाहिँ हजुरहरूले कतिको खट्नुहुन्छ, कतिको मेहनत गर्नुहुन्छ त्यसमा भर पर्छ है त। ल यो व्यवसाय गर्ने हो त तपाईँ मासु पसल तपाईँ गर्न चाहनुहुन्छ भने विचार पुऱ्याउनु होला है त।